हेलो, आज म धेरै पछि चाहिँ भिडियो बनाउँदैछु है। आज चाहिँ म यो पोन्सेटिया लालुपाते सार्दैछु। त्यसको लागि चाहिँ मैले यो कोकोपिट 80% जति कोकोपिट अनि 20% जति माटो, अलिअलि बालुवा पनि थोरै 1-2 मुठी हालेर चाहिँ अलिकति अनि भर्मी कम्पोस्ट हालेर चाहिँ म बिरुवा बनाउँदैछु है। यो अनि त्यसपछि गएर त्यसलाई बनाउने चाहिँ कसरी हो भने यो चुना हुन्छ नि, पान खाँदाखेरि खाने चुना, त्यसलाई चाहिँ थोरै पानीमा भिजायो अथवा नभिजाए पनि हुन्छ है। एउटा छ भने यो चाहिँ धेरै भएर चाहिँ यसरी गरे कि। अनि त्यसपछि गएर हामीले हेल्दी बोर्डको चाहिँ राम्रो बोर्डको चाहिँ यति 4-5 इन्च 3-4-5 इन्च, अनि त्यसपछि काटेर सबै पातहरू फालेर यति पात जति राख्ने अलग भयो। अनि यसरी ठ्याक्क डुबाउने यो चुनामा है। अनि यो चुनामा डुबाएपछि अलिक सुक्नु पनि पर्छ यो 10-15 मिनट। त्योभन्दा पहिला चाहिँ हामीले काटिसकेपछि यो यसको चोप आउँछ है। यो चोप चाहिँ हामीले चोप आउने बित्तिकै रोप्न चाहिँ हुँदैन क्या, बरु ओइलाएर रोप्दै भने बरु सर्छ। यो चोपले गर्दाखेरि चाहिँ सर्दैन है लालुपाते। फेरि यो चोप सुकिसक्यो, मैले 1-1.5 घन्टा अगाडि काटेँ र अनि पातहरू सबै चुँडाएर फालेर यसरी राखेँ। अब यसरी चुना यसरी डुबाउँदै यसरी राख्दै गर्छु है। अनि त्यसपछि गएर मल माटोमा ठ्याक्क रोपिदिन्छु है। रोप्ने चाहिँ अब यसरी माटो ठ्याक्क बनाएको छु। पहिला पानी हाले पनि हुन्छ, पछि हाले पनि हुन्छ है। यो पानी माटो यसरी ठ्याक्क ल चिसै छ, पछि पानी हाले पनि हुन्छ, पहिला हाले पनि झनै राम्रो है। अनि आकाशको पानी परिरहेछ अहिले हामीतिर त चिसै छ। चिसो भने मतलब त्यस्तो धेरै गर्मी पनि छैन, लगभग 28 डिग्री होला म्याक्सिमम है। अब यसलाई यो हालिसकेपछि एउटा केही लट्ठीले हालेर, मैले हातैले गरेँ है, यस्तो लट्ठीले ट्याक्क यस्तो गरिदिने। अनि ठ्याक्क यो यस्तो हेल्दी कट हुनुपर्छ क्या, यसरी सट्ट यसरी गर्ने ठ्याक्क। यो चुना सुक्या हुनुपर्छ, अलिक सुक्या छैन है। यो त अलिक सुकिसक्यो अहिले पहिले गरेको। ठ्याक्क यसरी गरेर पानी धेरै नपर्ने ठाउँमा शीतलमा राखिदिने है। अहिले यो असारमा अब लालुपाते बिरुवा पनि महँगो पर्छ है। अब यसमा सबै सर्छ भन्ने पनि छैन, कुनै कुहिन्छ पनि। धेरै पानी पऱ्यो भने कुहिन्छ है यसमा। हजुरहरूले पानी धेरै नराख्ने, ठ्याक्क एकचोटि राखेपछि पुरा ड्राई भएपछि मात्रै राख्ने है त। धन्यवाद। लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्।